र गाइस यहाँ चाहिँ पुरा गाडी बिग्रेर मान्छेहरू ठेल्दैछ एकदम गाडी ट्रकको 10 चक्काको यहाँ पुरा जाम भएर त नपार्दियो गाइस पुरा उतादेखि जाम भइसक्यो यस्तै छ गाइस बाटोमा पनि लस्केर अगाडिमा पछाडि चक्का लस्केको छ गाइस हुँदैन अब यस्तै अब जाममा 2 घन्टा पूरा ठेल्दैछ गाइस अब चाहिँ गाडी निकल्छ गाइस निकल्दैन गाइस अब चाहिँ डोजर मगाउनु पर्छ मान्छे लिएर काम हुँदैन मान्छे ठेल्नु हुँदैछ डोजर आउँछ कहाँबाट आउँछ यस्तो जाम परिसक्यो गाडी थुप्रै गाडी छ अब पुलिस पनि आइसक्यो ट्राफिक से फोटो सुट्नु खिच्नुहुन्छ ट्रक्सको बाइकवालाहरूको मोज छ गाइस सर्टकट जानुहुन्छ गाडीवाला अब 1 घन्टा त यहीँ पर्खनु पर्छ अब गर्छु के गर्छु यस्तो भइहाल्यो गाइस बिच बाटोमा यहाँ बाटो बन्दैछ अब एउटै बाटो छ गाइस जाममा फसी ये बस ढुक्दैन गाइस पस्दैन गाडी छ उताबाट धेरै गाडी पछाडि पनि गाडी छ जाम परेर चाहिँ पहाडको बाटोमा यस्तै हुन्छ 2टा बाटो भयो भने जाम त लाग्दैन कहाँबाट छ पुरा गाइस जाम परेको छ गाइस पहाडको बाटोमा यस्तै हुन्छ पुरा ड्राइभर अब के गर्छ अब जाममा 1-2 घन्टा अब बस्नु पर्यो जहाज जुम गरेर सबै चाहिँ विराटनगर छ नि विराटनगर खपरा नेपालगञ्ज हैदराबाद बाल्यान के सहर आएको जहाज